दर्शकबिन नमस्कार, म राजेन्द्र मुखिया। कल्याणपुर नगरपालिका 7 भेडिया रामपुरा 25 वर्षदेखि उस्तै अवस्था रहेका छ। सडक जोखिमपूर्ण यात्रा कल्याणपुर नगरपालिका 7 भेडिया रामपुराको जोड्ने पुलनिर स्थानीयका अनुसार वर्षौंदेखि सडक इलेक्ट्रोनिक माग गरिरहे पनि कुनै सुनवाई भएको छैन। चुनावको बेला आश्वासन दिने नेताहरू चुनाव जितेपछि फर्केर नहेर्ने आरोप पनि लगाएका छन्। स्थानीय बासिन्दा भन्छन् हरेक दिन 2वटा 4वटा भैँसीहरू नदीमा खस्ने घटना भइरहेको हुन्छ, तर सडक किनार सुरक्षित छैन। हामी जोखिम मोल हिँड्ने बाध्य भएका छौँ। भर्खरै मैले भिडियो खिचिरहेको समयमा एउटा भैँसी सडक तल झरेका दृश्य तपाईहरुले हेर्नु भएको थियो। यो अवस्था वर्षौंदेखि छ, तर स्थानीयहरू पटक पटक सम्बन्धित निकायले ध्यान आकर्षित गराएको छ, तर समाधान भएको छैन। सडक मर्मत पनि भएको छैन। अब भने फेरि चुनाव नजिकै आइसकेका छ, तर स्थानीय यसपटक विकास जवाबदेहीलाई मुख्य एजेन्डा बनाउनु परेका छ। आफ्नो होइन, राम्रोलाई जिम्मेवारी उम्मेदवारलाई छान्नुपर्छ र स्थानीयको भनाइ छ 25 वर्षदेखि समस्या समाधान भएको छैन। फेरि उस्तै आश्वासन सीमित। विगत 25 वर्षदेखि यो समस्या समाधान भएको छैन, तर यसपल्ट चुनाव नजिक आइसकेछ। तपाईँहरू सोच्नुहोस्, हाम्रो गाउँघरको अवस्था यही छ।